म सुरज अनि यो मेरो स्टोरी जुन स्टोरीको सुरुवात न्यू सेसनको त्यो न्यू स्टुडेन्ट समृद्धिको एन्ट्रीबाट सुरु हुन्छ जसको एन्ट्रीले लाइफमा पहिलो पटक मेरो मनमा घन्टी बजेको थियो। सायद ऊ भर्खरै मात्रै गाउँबाट पोखरा माइग्रेट भएकी थिए। चिपिक्क तेल हालेर दुई चुल्ठो बाटेकी उसलाई टिचरले इन्ट्रोड्युस गराउँदा क्लासभरिका सबैले उसको बिल्ला उडाएका थिए। आँसु झर्न लागेको उसको माया लाग्दो फेस देखेर ममा कहाँबाट एक्कासी हिरोवाला भूत पलायो। चुरुक्क आफ्नो सिटबाट उठेर च्याप्प उसको हात समातेर आफूसँगैको सिटमा ल्याएर राखे। डर लागि मुसुक्क हाँसे। उसले पनि झर्न लागेको आँसुलाई आँखैमा सुकाए र मलाई हेरेर मुसुक्क हाँसी। मैले संसार जितेँ। भेट भएको केही मिनटमै उसँगको मेरो सम्बन्ध जुनी अघिकै हो भन्ने फिलिङ्स मनमा पलाइहाल्यो। मनमा फेरि दोस्रो घन्टी बज्यो। कहानीमा ट्विस्ट भने चाहिँ एक दिनको हल्का एक्सन सिनले मेरो लाइफमा ठुलो ट्रेजेडी ल्याइदियो। टाउकोमा चोटको कारण एउटा कान नसुन्ने भए। डाक्टर साहबले काठमाडौँको ठुलो डाक्टर साहबकोमा रेफर गरिदिए। काठमाडौँको ठुलो डाक्टर साहबले फेरि जाँचे र कानमा सुन्ने मसिन लगाएर बिदा गरिदिए। बुवाको गाली सुन्दै बसमा घर फर्किँदै थियौँ। एक्कासी आमाले चिच्याउँदै मलाई अँगालो हाल्नुभयो। चारैतिर अन्धकार छायो। होसमा आउँदा आमाको त्यो न्यानो अँगालोबाट सदाको लागि म टाढा भइसकेको थिएँ। बुवाको नजरमा यी सबै घटनाको दोषी समृद्धि ठहरिन्। सायद समृद्धिले पनि त्यस्तै सोची कि मलाई भेट्दा अलि बढी नै केयर गर्न थाली। हुँदा 12 पनि सकिसक्यो। खाइके फेरि अहिले त झन् राम्री भइरहेछ। सब केटाहरू लाइन लागिरहेको हुन्छन्। हामीलाई त हेर्ने नै होइन, साथी नै भएर जान्छ कि के हो जिन्दगी। फेरि भन्न पनि के भन्ने, फ्याट नाइ भन्दै भने होस् बरु यत्तिकै ठिक छ, नभनेकै राम्रो। फेरि सुरु भयो होइन तेरो यही ल्याङल्याङ सुन्न लागेको म यहाँ। अनि जान त उता। सुन्न, यो मनमा लागेको कुरा छ नि सिधै गर भन्ने हो कि तैँले कहिले भन्लास् भनेर कुरेर त बस्दिनँ कि बस्छे भन्ने आँट गर्दैन मुला। अनि उसले नाइ भन्दै भने यतिकै ठिक छ, नभनेकै राम्रो। त चाहिँ त्यही भन्दै बस अनि त्यसको अर्कोसँग झैँ बिहे हुन्छ अनि हेरेर बस्नु। ए रुक, एकछिन नबोल है। हेलो, कहाँ छस्? म यही हो। आज कुन डे? ओए आज कुन बार? आज फ्राइडे हो के? आज फ्राइडे। आज कसको फिल्म लागिरहेछ? कसको? उल्लु आज जुने केसी अरुण केसीको फिल्म लागिरहेछन् भनेको न। छिटो आइज, मैले टिकट पनि बुक गरिसकेँ। ल ओइ कहाँ हिँड्नला? ओइ के भयो? सबै राम्री केटी अनमोल केसीकै फ्यान। राम्री केटी त नहेरे नि हुन्छ यार। ल म गएँ। अनि त चाहिँ कहाँ हिँड्न लाग्यो?
हिजो आज तिम्रो बारेमा किन सोचिरहन्छु तिमी नहुँदा तिमीलाई न किन खोजिरहन्छु हिजो आज तिम्रो बारेमा किन सोचिरहन्छु तिमी नहुँदा तिमीलाई न किन खोजिरहन्छु यो माया हो कि के हो सम्झाऊ बुझाऊ मलाई यो माया हो कि के हो मायाले बुझाऊ मलाई बादल सँगै बतास सँगै उडु उडु भन्छ मन तिम्रो याद मेटाऊ भन्छु याद आउँछ झन् बादल सँगै बतास सँगै उडु उडु भन्छ मन तिम्रो याद मेटाऊ भन्छु याद आउँछ झन् के जादु चलायो एकहोरो बनायो के जादु चलायो एकहोरो बनायो यो माया हो कि के हो सम्झाऊ बुझाऊ मलाई यो माया हो कि के हो मायाले बुझाऊ मलाई हिजो आज तिम्रो बारेमा किन सोचिरहन्छु तिमी नहुँदा तिमीलाई न किन खोजिरहन्छु हिजो आज तिम्रो बारेमा किन सोचिरहन्छु तिमी नहुँदा तिमीलाई न किन खोजिरहन्छु यो माया हो कि के हो सम्झाऊ बुझाऊ मलाई यो माया हो कि के हो मायाले बुझाऊ मलाई म त अब्रोड पनि जान्नु थियो भनेपछि फिल्म हेरेर आइस होइन त दामी थियो होला है फिल्म ओइ के भयो फिल्म राम्रो रहेन चाहिँ के हो समृद्धि विदेश जान्ला छ रे यार भिजा पनि आइसक्यो अरे भनेपछि तैँले अहिलेसम्म भनेको छैनस् अरे यार यसलाई कति सम्झाउ म हे परमेश्वर मेरो यो साथीलाई प्रपोज गर्ने वरदान दिनुस् प्रभु साले सिधै गएर आई लभ यु भन्न सक्दैनस् यति 3 शब्द तेरो मुखबाट फुट्दैन कि म आफै गर भन्दिनु तेरो लागि भनेको हौ
सुरज सुरज हेर त मेरो बच्चादेखिको साथी होस् मैले तँलाई कहिले पनि दुबईमा हेरेकै छैन न मैले अरू कसैलाई त्यो स्पेस दिएको छु तँलाई थाहा छ आमा ओन्ली चाइल्ड मेरो घरमा दाई भाइ कोही नहुँदाखेरि अरू मान्छेहरूले होइन मेरो रिलेटिभहरूले मेरो फ्यामिली यस्तो नराम्रो वेमा ट्रिट गर्छ त्यही पनि मेरो फ्यामिलीले मेरो के कुरामा पनि नाइ भनेको छैन यहाँ मैले जे गर्छु भने सबै कुरामा सपोर्ट गरिरहेको छ उहाँहरूको छोरा भने पनि छोरी भने पनि म एउटा त हो उहाँहरूकै लागि भए पनि मैले छोरा भएर के गरेर देखाउनु छ आई नो यो कुरा भन्दाखेरि अति फिल्मी सुन्छ तर आई वान्ट टु सी द वर्ल्ड यार पहिला मलाई आफ्नो करियर बनाउनु छ बच्चा बेलामा अननोइङली गरेको गल्तीले तेरो ड्याडले मलाई कुन वेमा ट्रिट गर्नुहुन्छ त्यो मलाई भन्दा राम्रो तँलाई थाहा छ यो सब कुराको लागि आम एक्सट्रिमली भेरी सरी यार Suraj, you're my best friend and I want you to stay the same. म बच्चैदेखि सँगै छु मैले एक चान्स नि पाउँदिन ल एक चान्स चाहिँ पाइस् तैँले तर हेर सुरज 12 दिनपछि मेरो फ्लाइट छ 12 दिनसम्म यसो जादु गर कि म बाहिर नगइकन यहाँ बसौँ सक्छस् तर हेर 12 दिनसम्म पनि मलाई तँमाथि केही फिलिङ्स आयो भने त मलाई हाँसै एयरपोर्ट छोडाउनुपर्छ अब त हाँस the first day कसलाई के दन्दा भने जस्तो फर्स्ट हेर्नतिर आज जा मेरो लागि पेट्रोल लिएर आइज हाम्रो देशमा भनेको बेला पानी त पाउँदैन भाइ पेट्रोलको कुराहरू छ ह्या नजिस्किन यार कस्तो यार तेरो होला नि कोही चिनेको तैँले पेट्रोलको लाइन देखेको छस् कहिले मिला न यार मेरो भटपटे छ र तँलाई पेट्रोल ल्याएर दिनु मिला न ए साँच्ची एउटा ब्ल्याकमा तेल बेच्ने दाइ छ फोन गर्न सेट यार फोन नम्बर त छैन यार मसँग यार तर त्यो दाइ कहाँ बस्छ मलाई थाहा छ ए हिँड्न त लभ गर्छस् न हिँड्न अनि तेरो दुःख पाउने चाहिँ म होइन पहिला कतिमा पुग्यो चाहिँ कति छ भनेपछि लैलाको प्रेमको लागि मजनुले बाउको पकेटमा नि झ्यापानलाई भ्याइस् होइन कलेजको पैसा आउने ओइ साइकल कहाँ राख्ने यहाँ राख्न आइज दिदी हजुर भैरव दाइ हुनुहुन्छ यहाँ ऊ यहीँ छ त ओ छिटाइज न मान्छे खोज्नु पर्यो नि त छिटा न उसले खोलेन त यही छ के छिटाइज कस्तो रहेछ भने छिटाइज त केही नबोल है म मिलाउँछु है सबै आइज भैरव दाइ नमस्ते दाइ को नमस्ते गर्ने म के दाइ यता ताराको भाइ के दाइ को
को तारा त्यही अस्ति लेक साइडमा बसेर हामीले बियर खाएको थियौँ नि दाइ, त्यही तारा दाइ को भाइ? त्यो राष्ट्रिय घाँडो दाजु नमस्कार। को यो खुद्रा? मेरो साथी हो दाइ, साथी हो दाइ। बस 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 बस। दाइ, दाइलाई यसो सानो दुःख दियो भनेर आएको। के थोरै पेट्रोल चाहिएको थियो दाइ। मब्लाकर हो काला बजारी हो, पेट्रोल चाहियो। तारा दाइले भनेको तपाईँले पेट्रोल मिलाउन सक्नुहुन्छ अरे दाइ, थोरै मिलाइदिनु। ओ साउनी, किन मेरो अब बाँकी कति छ? 500 भइसक्यो। 500? कसरी भयो 500? खाएर भोलि कसरी हुन्छ? भाइ 500 रुपियाँ छ। 500 दे थिएन। छ दाइ, छ। दाइ 500 रुपियाँ। दिदी हेरिन् त दाइ जाम। ओ साउनी, के भयो फेरि? खोइ एक बोतल ल्याऊ। धेरै नखाऊ के, घरमा बुढीले मार्ला। अब एक बोतल खाए नि त्यति नै गाली गर्ने हो, 2 बोतल खाए नि त्यति नै गाली गर्ने हो। खुरीको ल्याऊ है एक बोतल। राति भइसक्यो भन्न। अब त दाइ ढिलो भइसक्यो, जाम न दाइ। दाइ जाम। पेट्रोल चाहिँदैन? चाहिन्छ। पख न भाइ पख, एक गिलास खाम न हो। यसले पेट्रोल मिलाउँछ जस्तो लाग्यो। भएको पैसा लुटेर पठाइदियो भने झन् काटेर हेर्दै गुन्डा जस्तो छ। ताराको हालखबर के छ त बाबु? तारा त गयो नि त दाइ। मर्यो? होइन दाइ, खाडी मुलुक गएको छ। होइन बेर मलेसिया गएको दाइ। खाडी मुलुक त हो नि। मलेसिया होइन। कति? 5 दाइ, 5। 4 लिटर दाइ, 4 लिटर। 4 कि 5? 4 लिटर भए पुग्छ दाइ। लिटरको कति पर्छ दाइ? 500 पर्छ। 500? कति महँगो यार। त्यत्रो नभन्न दाइ, थोरै मिलाइदिनु न। तरकारी किन्ने आएको हो। ओइ भन्न दाइ प्लिज। तिमीहरूलाई थाहा छ पेट्रोलको महत्त्व? 1 लिटर पेट्रोल कुनै केटीलाई दियो भने डाइरेक्ट लभ पर्छ। दाइ थोरै अलिकति मिलाइदिनु दाइ। भयो दाइ, भयो मिलाइदिनु। 3 लिटर दाइ, 3 लिटर। हस् दाइ, हुन्छ 3 लिटर। खुद्राहरू दाइ यता कास्टिङ मात्रै हो क्या, यस्तो पेट्रोल लिने मान्छे त मसँग कति छन् कति के, यस्तो त म लाइन लगाइदिन्छु दाइ। ल्याउँछ दाइ। मान्छे त ठेसै रहेछ। नहेर दाइ, यता ल यसले मिलाएर बाँधेर लिएर जानु। दाइ अनि यो थोरै छ नि त। होइन होइन होइन, ठिक छ दाइ, ठिक छ। यही ठिक छ दाइ। हस् दाइ, हस्। ओइ केटा, मामा घर हो? खोइ। ओहो बिर्सेछु यार। मसँग छुट्दैन, पैसा दिनु पर्दैन। ला दे दाइ पैसा। खोइ 500? 500 त अघि होटलमा। होइन 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 दाइ, होइन होइन दाइ, दिँदैछ। छिट्दैन छिटो। ए ला ला छिट्दैन भने 1500 दाइ 1500 दाइ। लिनु दाइ। हस् दाइ, हस्। थ्याङ्क यू दाइ, थ्याङ्क यू दाइ। ओइ केटा, यो फेरि कहाँबाट ल्याएको भनेर चाहिँ नभनेस् नि। हस् दाइ, भन्दैनौँ दाइ। फेरि जय भएर ग्याङको। सुरज, कति ढिलो गरेको बाबु तैँले? खाना सेलाइसक्यो। अनि के हो त्यो? पेट्रोल कहाँबाट ल्याइस्? कस्तो खाँचो थियो? आइज खाना खाउँ। समृद्धिको लागि हो यो। उसको कति काम छ भन्थ्यो।
दर्शन आन्टी। दर्शन बाबु बिहानै बिहानै आएछौ त। हजुर यो समृद्धिलाई अलिकति पेट्रोल चाहिएको थियो भन्थ्यो अनि त्यही भएर। अनि पेट्रोल कहाँबाट पायो? सर्टेज थियो त। मेरो नि मान्छे छन् नि अलिअलि, बरु समृद्धिलाई बोलाइदिनु न है। हुन्छ। समृद्धि छोरी बाहिर आऊ त। हजुर मामु एकछिन रेडी हुँदैछु। बाबु आउनु भएको छ। अनि बाबु चिया खानुभयो त? हजुर हजुरले खानुभयो? छैन भर्खर त पूजा गर्दैछु। जाम चिया खान। होइन ठिक छ, जाम न जाम। होइन पछि आउँछु। हो हस् ल म भित्र गएँ त। उसलाई पठाइदिनु ल। ल ल आइज छिटो। मामु अति हतार भएछ निस्केल। बाई 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 बाई। कस्तो हतार हुन्छ भने यसलाई। Oh my god, मेरो पेट्रोल। Thank you so much. Thank you, thank you, thank you. त ल्याउनु चाहिँ कहाँबाट ल्याइस्? मेरो नि मान्छे छन् नि अलिअलि। Impressed? ल ल चिया खाएर जा ल त। मलाई हतार छ, म निस्किहाल्छु अहिले। मस्केर हेर्ने तिम्रो बानीले मेरो ज्यानै लाने भो, मुसुक्क हाँस्ने तिम्रो बानीले मेरो ज्यानै लाने भो, मुसुक्क हाँस्ने तिम्रो बानीले मेरो ज्यानै लाने भो। हेलो म घरमा। हेर्ने तिम्रो बानीले कता हो फेरि? झन् आज खाना बनाउँछ भनेको त। बाबा म आइहाल्छु। के गर्छ? हेरिदिनुहोस् न। के भयो? स्टार्ट नै भएन। स्टार्ट भएन अरे? खै त। अरे यसरी हो कि दाइ? ए यसरी पो हो। आज यसको पाइप पनि नयाँ नयाँ मोडलको स्कुटर आउँछ।
पनि तेल हालेको रहेछ नि भाइ इन्जिन त चाहिँ गयो के हान्ने सर्टेजको बेलामा नहाले नहुने के बारे छ अब तुरुन्तै बन्दैन के गर्ने रात परिसक्यो यति बेला भइसक्यो भन्नुबित्तिकै यसो सामान पनि नपाउला यहाँ हेर्दिनु न कति टाइम लाग्छ हामी कुरिहाल्छौँ नि कहाँ भाइ इन्जिन बनाउँदा टाइम लाग्छ नि भन्नुबित्तिकै कहाँ हुन्छ यसको फेरि सामान पनि पाउँदैन के गर्ने दाइ बनाइदिइराख्नु है कहिले आउने हामी पछि लिन आउँछौँ हुन्छ यति धेरै काम छ मेरो उसलाई पनि अघि बिगाउनु पर्ने म छु नि के गर्नुपर्ने हो म गरिहाल्छु नि यही बाहनामा मेरो काम पनि हुन्थ्यो इम्प्रेसवाला काम त्यही तँबाट त्यस्तो भयो नि खुब पेट्रोल ल्याएर मक्ख परेर बस्या ब्ल्याकको पेट्रोल लगाएछ बिस्तारै चल त्यहाँ नरिसाउ न मलाई के थाहा त पेट्रोलमा के मिसाउनु हेलो हेलो उठ्नुला ल कता होइन बिहानदेखि के को चटारो हुन्छ तँलाई त्यो सामने पछि पछि तिम्रो खुसी बनेर तिम्रो आनी बानी सबै आफ्नै ठानी तिम्रो सुख बनेर तिमी अघि अघि तिम्रो पछि पछि तिम्रो खुसी बनेर तिम्रो आनी बानी सबै आफ्नै ठानी तिम्रो सुख बनेर म तिमीलाई पछ्याइरहन्छु म तिम्रो निम्ति सबै सहन्छु म तिमीलाई पछ्याइरहन्छु म तिम्रो निम्ति सबै सहन्छु मेरो यो जुनीको मन मिल्ने साथी मेरो यो जुनीको मन मिल्ने साथी तिमीलाई ठान्छु तिमी अघि अघि तिम्रो पछि पछि तिम्रो खुसी बनेर तिम्रो आनी बानी सबै आफ्नै ठानी तिम्रो सुख बनेर तिम्रो बहाना तिम्रो एक चाहना बुझ्ने प्रयास गरेर साकार गरिदिउला कहिले पनि मेरो नजरबाट टाढा नहुनु
कहिले पनि मेरो नजरबाट टाढा नहुनु तिमी रमाउँदा सँगसँगै तिम्रो साथमा रमेर तिम्रो शब्दमा सङ्गीत रची अनि गुनगुनाएर म तिमीलाई हँसाइरहन्छु म तिमीलाई सताइरहन्छु म तिमीलाई हँसाइरहन्छु म तिमीलाई सताइरहन्छु सपना तिम्रो भावना तिम्रो एक चाहना बुझ्ने प्रयास गरेर साकार गरिदिउँला जहिले पनि तिमी मेरो सामु भइदिनु जहिले पनि तिमी मेरो सामु भइदिनु अघि तिम्रो पछि तिम्रो खुसी बनेर तिम्रो आनी बानी सबै आफ्नै ठानी तिम्रो सुख बनेर म तिमीलाई पछ्याइरहन्छु म तिम्रो निम्ति सबै सहन्छु म तिमीलाई पछ्याइरहन्छु बत्ती खाएको भात पनि खानु छ अझै भात खान बाँकी छ मैले पुर्याउनु पर्छ यो खाना खाएर जा न पुग्यो मलाई टन्नै छु म ल बाई सुन्न भोलि मनोकामना जानु पनि तेरो मिल्छ भोलि नै जाने अब भ्याउँदैन भोलि मात्रै हो कति बजी जाने त्यही 5-6 बज्छ होला बिहानै राति 8 बजी जाउँ न त हुन्छ उल्लु भाकलको पूजा हो बिहानै गर्नुपर्छ के ल म आउँछु नि त ल बाई पूजा नगर्नुसम्म केही नखाए मासु भात खाएर के बस्छ हौ यही हो राम्रोसँग जा है बाई 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 जाउँ गुरु सिधी छैन त ल तपाईँहरूको भाडा निकाल्दै गर्नुहोस् है दाइ सिट छ भन्नुभएको होइन सिडी सिट छ हेरेर बस्नु न खाली सिट बनाए नि खाली सिट बनाउनु लागि टिकट काट्नु पऱ्यो नि तपाईँ भाडा निकाल्नु भाइ मिलाइदिनु न प्लिज नयाँ सिट रहेछ त एउटा मात्रै सिट छ बिजनेस चढ्न आउँछ नि कहाँबाट सिट पाइन्छ यार प्राइभेट गाडी हो र भने ल छोड्दियो तपाईँहरूको भाडा निकाल्नुहोस् त सबैले भाडा निकाल्नु है तपाईँको भाडा भाइ तपाईँहरूको निकाल्नु है कति हो कहाँ हो मनोकामना होइन आर्ट्स निकाल्नु ओहो ठग्नु खोज्यो हामीलाई लिनु पनि भाडा त लिनु परिहाल्यो नि भाडा अलि मिलाइदिनु न के मिलाउने हो भएको भाडा पो दिन्छ त गाडी पछि भाडा हुन्छ क्या हो तपाईँहरूलाई थाहा रहेछ तपाईँहरू मिलाइदिनुहोस् हो त्यसो भन्नु नि त नि तपाईँहरू दिनुहोस् भाडा बर्बादै पारेछ नि यार झारतिर फर्किनुपर्छ नि यार प्लास्टिकमा सिधै मान्छेमाथि यार कुन चाहिँ काँडो निस्किनु यार के तपाईँ पनि बाहिर निस्किनु त
बाहिर निस्किनु क्या क्यासेस गरे यार ल्याङ नआउनु जानु बाहिर प्लास्टिक माग्नु चाहिँ केही लाज श्रम छैन त्यो त छाडिदिनु भित्र सफा नआउ शुद्ध जाऊ जाऊ गुरु पारा पारा मान्छे कति बजी हेर त के भोक लाग्यो दाइ कहाँ हो तपाईँहरू मलेकुसम्म हामीलाई मनोकामना पुऱ्याइदिनु प्लिज ल जाने भए पछाडि हुन्छ त हाम्रो त्यति भए पनि हुन्छ ल तिमी लाइन बस्दै गर म टिकट लिएर आउँछु है पैसा छ हजुरहरू पनि दर्शन गरेर खाना खानुपर्छ नि मङ्गल बाइकमा आए बाथरुम चामल खाँदा उहाँले बनाएको सिल टाइमको सेभ गरेर बनाएको ताकि मन मिसा गर्ने गुन्द्रुकको अचार अहिले जाउँ न पछि आएर हेरौँला पक्न अनि यसको 100 रुपियाँ महँगो भएन 100 रुपियाँ नि महँगो हुन्छ त यसको जोडीको 200 दिदी यो कति हो यसको 150 अलि मिल्दैन 140 मा लानु न त हस् अहिले फर्किँदा हेर्ने के जति लाइन होला कि फेरि जाउँ जाउँ कति लामो लाइन त्यही भएर त मैले अघि छिटो भनेको त चुब्लाक अब मैले के आइडिया लगाउनु पर्छ सोच्छु हामी मान्छे कति स्वार्थी है स्वच्छ मनले भगवानको दर्शन गर्न पनि सक्दैनौ ल भयो म लाइन बस्छु नि त तिमी कतै रेस्ट गर्दै गर अनि पालो आउने बेलामा कल गर्छु
कहिले आउने हो कि हजुर सरकारी जागिर त्यही त हो नि छोरी हजुरको सरकारी जागिर जहिले पनि त्यही हो बिदा मिलाउँदैछु आइहाल्छु नि तिमी मनोकामना मारे हो सुरजको बाबालाई ठिक लाग्दैन फेरि तिमी उसैसँग गएको फेरि हस्बेन्ड त्यही कुरा नगर्छ नि अब हामी दुवैजनालाई केही प्रब्लम छैन अरूहरूले किन टाउको दुखाइरहेको त्यो कुरामा ल यो कुरा छोड अहिले टेन्सन नलिऊ तिम्रो के काम बाँकी छ सबै सिध्याउँदै गर म आइहाल्छु नि ल चाँडै आइसु ल टेक केयर है छोरी बाई बाई सकेसम्म चाँडै घर फर्कियो नि छोरीले दाइ कति टाइम लाग्छ अब लाग्छ होला 2-3 घन्टा बिहानदेखि आएको खै अहिलेसम्म लाइन सर अझै 2-3 घन्टा लाग्छ लाग्छ भाइको फर्स्ट टाइम हो क्या होइन दाइ बच्चामा आएको थिएँ के चाहिने हो र हजुरलाई फुल अगरबत्ती चाहिन्छ कि के लानुहुन्छ दाइ लाइन सकिन कति टाइम लाग्छ होला अझै लाइन त टन्नै छ त बहिनी माथिसम्मै छ 3-4 घन्टा लाग्छ बहिनी 3-4 घन्टा लाग्छ अझै तपाईँलाई गाह्रो भयो भने भित्र बस्नुहोस् न है मिल्छ भित्र बस्नलाई हुन्छ बस्नुहोस् बिचरा धेरै नसता नि के सताउनु आफ्नो साथीलाई ल पूजा राम्रोसँग गर्नु नि हस् भर्खर त पुगे यति लामो लाइन छ अझै 2 घन्टा लाग्छ रे साँच्चै तैँले केही त खाएको छैनस् नि केही खाएको छैन हो मन्दिर आउँदा पनि के खानु नि केही नखाए ए साँच्चै ड्याडीले फोन गर्छ त्यो अघि भर्खरै के भन्नुभयो गुड आफ्टरनुन सर गुड आफ्टरनुन सर गुड आफ्टरनुन सर सर नमस्कार गुड आफ्टरनुन नमस्ते सर त कहाँ छ सर म मनकामना गुड आफ्टरनुन सर आफ्टरनुन सर लाइन सक्यो किन उडाको त नि बाकलको पूजा हो भित्रै गर्नुपर्छ रे
अनि तेरो लभको कुरा चाहिँ कहाँ पुग्यो नि? कहीँ पुगेको छैन। भनेपछि तँ चाहिँ सधैँभरि भरिया मात्रै। त्यस्तो होइन क्या, उसँग समय बिताउन पाएकोमा खुसी छु। हो, खुसी भइराख। 2-4 दिनमा ऊ सरर जान्छ अनि खुसी भएर बस। टाटा। पखै। हेलो। खाजा खाइस? खाएँ, तिमीले? छैन यार। यस्तो थाकिरहेको छु आज त म। अनि साँच्ची हिजोको लागि थ्याङ्क यू एन्ड सरी। सरी नि भन्नु पर्दैन, थ्याङ्क यू पनि भन्नु पर्दैन। ल ल, अनि सुन्न, मैले साथीहरूलाई फेयरवेल पार्टी दिनु पर्ला भनेर सोचिरहेको छु के। तँ पनि आइज ल त्यो प्याराडाइसमा। हुन्छ। ल अहिले राखेँ, एकछिन रेस्ट गर्छु। ल। उसैको फोन त होला नि होइन? के भने नि फेरि? फेयरवेल पार्टीमा पो बोलाउँछ यार। धन्न बोलाइछ, यत्रो दिन भरिया भए थिइस्। धेरै दिन छैन के अरे नकरा छेरेर मर्नुभन्दा हेरेरै मर्नु जाति भन्छ। अब हेरेरै चित्त बुझा जान त भने के म खबर गर्लफ्रेन्ड घाँसमा मात्रै नर्नु पर्ने। हेर्दा कति राम्रो नाचिरहेको छ। अनुसन्धानको क्रममा ऊ अलि निर्दोष देखिएकोले तपाईँको जिम्मामा अहिलेलाई छोडिदिँदैछौँ। धन्यवाद सर। आजकलका युवाहरूमा लागु औषध सेवन गरी झैझगडाको केस अत्यन्तै बढ्दो छ। तपाईँ त झन् आफै शिक्षक हुनुहुन्छ, त्यसैले
अभिभावकहरू त्यसतर्फ चनाखो हुनु अति आवश्यक छ। ठिक छ, अहिलेलाई लान सक्नुहुन्छ, अबलाई चाहिँ विचार गरिदिनु होला। हस् ल छोडिदियो भाइ। आऊ भाइ। हस् त। हस् नमस्ते। ल भाइ अलिक विचार गरेर हिँड्ने गर। ल है झर्न अब। दर्शन सन्चै छौ? आऊ बस। हस् ला ल्याउ, तिमी पनि ल्याउ। होइन ठिक छ, ल्याउ न, मैले बनाइराखेको छु, पुग्छ त। खोइ देखा त। अनि घरतिर सन्चै छ? चिया ल्याउ न। के भयो बाबु गालामा? के होइन आन्टी, साइकलबाट लडेको। अलि राम्रोसँग चलाउनु पर्दैन त? साँच्चै हजुरबुवा हजुरआमाले फोन गर्नुभएको थियो। कहिले जान्छस् गाउँ? कहाँ गाउँ जाने कुरा आएर हजुर पनि मेरो भ्याउँदैन। एक दिनको कुरा त हो नि, गइदेन। उहाँहरूलाई त बोलाइ हुन्छ नि त, बरु हजुरसँग पनि भेट हुन्छ। तँलाई थाहा छँदैछ त हजुरआमालाई दमको रोग छ भनेर। त गइदेन, उहाँहरू खुसी पनि हुनुहुन्छ। ल ल भोलि भ्यायो भने जाउँला। खैलिया त रिमोट? रुक्छ न, म हेर्दैछु। खालि हँसिएर मात्रै तपाईँ त कहाँ हेर्न दिन्छस् मलाई?
हाम्रो ठाउँ नि त यदि मनमा माया साँचो छ भने कसैलाई निश्चल चाहन्छौ भने यदि मनमा माया साँचो छ भने कसैलाई निश्चल चाहन्छौ भने यो मौसमले समयले माथि आकाशको दैवले यो मौसमले समयले माथि आकाशको दैवले चुराउँदो रहेछ यो मनको माया त्यो मनसम्म पुर्याउँदो रहेछ चाहेको प्रिय एक दिन साँच्चै चुराउँदो रहेछ यो मनको माया त्यो मनसम्म पुर्याउँदो रहेछ चाहेको प्रिय एक दिन साँच्चै चुराउँदो रहेछ धुम त ना 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 धुम त ना 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 धुम त ना 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 रे ना धुम त ना 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 धुम त ना 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 रे एक्लै मर्नु छ जिन्दगी भरि नै सङ्घर्ष गर्नु छ दैवले चुराएको मायालुसँग दैवले चुराएको प्रियसीसँग प्रीति गाँच्नु छ सँगै बाँच्नु छ प्रीति गाँच्नु छ धुम त ना 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 धुम त ना 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 धुम त ना 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 रे ना धुम त ना 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 धुम त ना 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 रे धुम त ना 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 धुम त ना 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 धुम त ना 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 रे ना धुम त ना 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 धुम त ना ना ए दाइ के भो डिजल नै सकिएको छ दाइ के भयो अब 40 लिटर हालेको फाक भयो त मैले के गर्नु त भाइ तपाईहरु नआत्तिकन बस्नु छ म डिजल मगाउँछु डिजल के गर्छ यार हामी त्यो त टाढा जानु पर्ने छ तपाईहरु पनि यार त्यसलाई सकेछ भाइ मैले के गर्नु त गाड्दै सकेर भनेर हुन्छ राख्नु पर्दैन के हो दाइ के पारो हो दाइ अब के गर्ने मान्छे कहाँ पुग्नु पर्ने छ टाइम छैन त्यस्तो हुनेर हुन्छ फोन गरेर तेल दाइ के भयो फेरि भयो त के भयो त्यो तेल आइन्जेलसम्म हामी यहाँ छौँ नि त है त जे होस् हामी जान पाउँछौँ फर्किनु पाउँछौँ तपाईहरु एकछिन यहाँ चुलाएर बस्नुस् न हैन यहाँ सबै मिल्छ धर्मेन्द्र प्लिज एउटा सेल्फी ए स्योर स्योर
दाइ यहाँबाट पञ्चासे कति टाइम Alright, लाग्छ my pleasure. पञ्चासे तपाईँको 2 घन्टा जति लाग्छ दाइ हिँडेर गयो भने 2 घन्टा लाग्छ अँ है दाइ 2 घन्टा जति लाग्छ नभए तपाईँहरू पनि गाडीमा जाउँ कुर्नु तेल आउँछ कुर्दैन अब ल दाइ ल है तेल आउनुको बेला चाहिँ तेलले पनि कस्तो दुःख दियो अब हिँड्नु थालेको छ त्यहाँ हो होइन माथि बाटो चाहिँ खै त्यहाँ यही त हो नि होइन नि यतैबाट हो अझै आएन रातभरि हिँड्ने हो क्या हिँड्न त अहिले त खुब हिँड्नु रमाइलो हुन्छ भन्दैछ त अब रातभरि समाचारले पनि के भन्छ बाबा यो देशमा पनि के हुन्ला हो यो बुवा यो 50 जाने बाटो यतै होइन कहाँ यो होइन तिमीले छोडेर आइसक्यो यता बाजे कति टाइम लाग्छ यहाँबाट पञ्चासे अब हिँड्न सक्नेलाई त 1.5 घन्टामै पुगिन्छ अब तिमीहरू पर्यो सरिया मोटर र मोटरसाइकलमा हुइकिने बानी तिमीलाई लाग्ला 5-6 घन्टा अब यति राति कहाँ जान्छौ यतै बास बस्छ यति राति कहाँ जान्छौ तिमीहरू भोलि बिहानै कहाँ गयो पुग्नु हामी त यहाँ गाउँको बाटो बिर्सेर अर्कै गाउँमा पो आइपुगेछौँ ल अझैसम्म पुगे छैनौ छैन नि ओहो अब के गर्ने त अब अब एउटा घरमा त आइपुगेछ हेरौँ के हुन्छ अनि बस्ने ठाउँ छ त त्यहाँ एकजना बुवा त हुनुहुन्छ हजुर तेरो घर आउने बेला भएन अझै आज आउँदैन होला आउँदिन कहाँ छस् र यहाँ आज समृद्धिको गाउँ आउनुपर्ने भएर पुच्छर बनेर लखर लखर त्यसकै पछि लाग है त यही छ त्यो पनि ल सुरज हजुर आन्टी तिमीहरू त अल्पत्र परेछौ त ठाउँ पनि कस्तो छ कुन्नी हामी राम्रो ठाउँमा आएका छौँ तपाईँ चिन्ता गर्नै पर्दैन राम्रोसँग केयर गर्नु है उसलाई नत्र उसको बाबाले थाहा पायो भने मार्नुहुन्छ हस् आन्टी तपाईँ चिन्ता गर्नै पर्दैन म छु नि ल एकपल्ट उसलाई देऊ त ल्याऊ हजुर राम्रोसँग बस है अरे टेन्सन लिनु पर्दैन के हामी दुईजना छँदै छौँ नि हुँदैन भने बच्चा हो र भने अब के बाहिर पनि हजुरसँगसँगै जाने हो र हामीसँगै ल ल तै जान्ने छ अनि फोन अफ नगर्नु नि ल ल बाई नानु पानी खाने भने होइन आऊ बस यति राति कहाँ जाने हो यही बास बस भोलि जाऊ हुन्छ त्यही घरमै अब हेर्सियो न बाबुको र नानीको जोडी कस्तो राम्रो सुहाएको है गाउँघरमा मिठो हुँदैन नानी एकदम मिठो छ मिठो मानेर खानुहोस् ल ठिक छ खाना हजुर ल खाऊ खाऊ अनि हजुर घरमा दुईजना मात्रै 2 जना मात्र भनौँ न अब के गर्ने 2टा छोरी थिए अब आफ्नो घर गइहाले बिहे गरेर एउटा छोरो छ त्यो पनि विदेशमै घरधुम गरेर बसिया छ अब घर कुर्ने त बुढा र बुढी मात्रै अब बुढेसकालमा बुढीले बुढाको मुख हेऱ्यो बुढाले बुढीको मुख हेऱ्यो के गर्नु यस्तै त हो नि जिन्दगी हाम्रो गाउँघरको नानी
राति राम्रोसँग निद्रा पर्यो होइन त के गर्छु बाबै गाउँठाउँमा यस्तै हो है ल राम्रोसँग जानु राम्रोसँग बस्नुहोस् है यस्तो दुःख परेको बेलामा हामीलाई बस्नु दिनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद स्वागत छ ल बाबु राम्रोसित जानु अनि खुसी रहनु सधैँभरि अनि एकअर्कालाई कहिले दुःख नदिनु अब आउँदा त बाबु भयो नि नानी भयो टुकु टुकु हिँडा ल्याउनु पर्छ नि होइन त अहिले हामी जान्छ है ल बाबु दर्शन भयो दर्शन बिस्तारै जानु है ल ल राम्ररी जाऊ त चाहिँ के मक्ख पर्छ बच्चा बच्ची सम्झेर सम्झिरहेको कति टाइम लाग्छ आइपुग्यो अब यही माथि गरौँ ए हो त यो टाउको नखान अब हजुर बुवा ए नानी आइपुगिस् ल भाग्यमानी यस्तो थाकिरहेको छु म हजुरआमा खोइ हजुरआमा ऊ त्यहाँ माथि हजुरआमा आया भोक लाग्यो बाबु आऊ बस हजुरआमा ओहो आइपुगेछ ल भाग्यमानी भएछ ल बिस्तारै बस घरमा सबैलाई सन्चै छ सन्चै छ खै अब सबैको सहरमा बस्ने बानी लागिहाल्यो गाउँ कसैलाई मन पर्दैन के गर्नु त्यस्तो होइन यस्तो सानै उमेर छ विदेश जान्छु भन्छेस् के गर्ने होला कठै बता ल छिटो आइस मलाई भोक लागिसक्यो ए गाउँमा बस्यो घाँस दाउरा गर्यो डोको नाम्लो बोक्यो यसरी नै जीवन बितिरहेछ ठिक छ क्या रमाइलो छ यो ठाउँ कस्तो पिसफुल क्या यो ठाउँ छ नि यो हामी यस्तो रमाइलो गर्थ्यौँ अरे पहिला बच्चा बेलामा कस्तो अट्याचमेन्ट छ यार यो ठाउँसँग फेरि कहिले आउने होला तपाईँ उतैको लागि ट्राई गर्नु बरु के गर्छस् यहाँ बसेर एटलिस्ट बाहिर भयो फ्युचर त सिक्योर हुन्छ म यहीँ ठिक छु समृद्धि मेरा सपनाहरू त्यति ठुला छैनन् म यहीँ बसेर म जस्तै टुहुरो बच्चाहरूलाई केही गर्न चाहन्छु फेरि बाबा पनि एक्लै हुनुहुन्छ यो उमेरमा यहीँ घरजम गरी नबसी विदेश जाने फेरि किन हो नि आमा पनि फेरि खाना खाने बेलामा पनि किसिस गर्न थाल्नु आजकलका बच्चाहरूलाई केही भन्नै नहुने बाबै हो भने तेरो हजुरआमा कुरा नसुन्ना नि अब पहिलेको जस्तो जमाना छैन छोरी मान्छेले घरधन्दा मात्रै गरेर बस्नुपर्छ भन्ने केही छैन आफ्नो खुट्टामा उभिनुपर्छ सुन्छ्यो हजुर बुवा कहिले आउँछ भोलि होला ल ल तेरो हजुरबासँग मेरो बिहा हुँदा म 12 वर्षको थिएँ त्यस्तो कलिलै उमेरमा सबै घरको काम गर्नु पर्थ्यो तर
हजुरबाले लुकी लुकी सबै काम सघाइदिनुहुन्थ्यो। तिमीहरू त धेरै भाग्यमानी। आफूलाई मन परेका केटा आफैले खोजेर बिहे गर्न पाउने भएपछि साँच्ची त्यो बाबुले तँलाई धेरै माया गर्छ जस्तो छ नि। साथी हो, माया गरिहाल्छु नि। अब साथी र बिहे गर्नेले माया गर्ने धेरै फरक हुन्छ नि। त्यो जमानामा यस्तो माया गर्ने मान्छे कहाँ पाउनु। हजुरआमा कोरोको आवाज हो यो? खै बाबु, गाउँमा एउटा आइमै छे, सबैले बक्सी बक्सी भन्छन्, भगवान् जान। कस्तो वायत कुरा। ए बाबु जानु हुँदैन, नजानुस्। त्यस्तो नचाहिने कुरा पनि हुन्छ। त्यही भने हिँड्नु। कस्तो बाबु हो, त्यस्तो ठाउँ पस्नु हुँदैन। हजुरबा, हजुर उता सम्हाल्नुहोस्, हामी यिनीहरूलाई हेर्छौँ। ल तिमी अपलोड गर्दै गर। मोबाइल त मलाई दिइहाल्नु छिटो। मान्छे पनि कहीँ बक्सी हुन्छ। छिटो 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 छिटो। यो जमानामा कोही बक्सी हुन्छ मान्छे? के गरेको तपाईँहरूले? सानो मान्छे देखेर हेप्ने तपाईँहरू? जानुहोस्, सबै आमाउनु घर जानुहोस् तपाईँहरू। म बक्सी होइन। जानुहोस् तपाईँहरू, सबै आमाउनु घर जानुहोस्। काम पाएन तिमीहरूले? छिटो गर। छिटो छिटो गर न। अपलोडेड। साले बचिस। भाग्यमानी भएस्, आफ्नो ख्याल राखेस्। अब कहिले आउँछस् नानी? जाने बेलामा फेरि सेन्टी कुरा नगर्छु न हजुर पनि। ल भाग्यमानी भएस्। अनि लडाइँमा जान लागेको हो र त्यसरी रुनु पर्ने? आउँदै गर्नु है बाबु, आउँदै गर्नु है। ल ल ल हिँड। ल बाई बाई। जाऊ। आउनु दिदी। बाई बाई। तिमीहरू जाओ अब। यी नानीलाई म प्रहरीकोमा पुर्याइदिन्छु। धेरै धेरै धन्यवाद छ बाबु तपाईँलाई। मलाई तपाईँहरूले उद्धार गर्नुभयो। तपाईँले चिन्ता लिनु पर्दैन। केही पर्यो भने हजुरबुवालाई खबर गर्नु न, नत्र भए म उतैबाट केही गरिदिन्छु नि। तिमीले चिन्ता लिनु पर्दैन बाबु। प्रहरीलाई के भन्नुपर्छ म भन्छु। तिमीहरू जाओ अब। पुग्ने बित्तिकै फोन गर्नु है।
हस् ल भाग्यमानी भयो नमस्ते ल बुवा दर्शन राम्ररी जाऊ है हस् हजुर आउनु ए आइपुग्यो तिमीहरू दर्शन आन्टी दर्शन बाबु आइज भित्र आऊ बाबु भित्र आऊ होइन म अहिले जान्छु छोरी कतिखेर आइस हजुर अघि नै आएको छोरी बल्ल सक्यो हजुर सरकारी काम नरिसाउ न हस् ल यो अलिकति लि त भयो लिन त्यहाँ निस्ते हुन्छ खा जसको कारणले बाल्यकालमै तैँले आफ्नी आमा गुमाइस् जसको कारणले तैँले आफ्नो सुन्ने क्षमता गुमाइस् अनि जसको कारणले मैले मेरी सपनालाई गुमाएँ यसको बावजुद पनि त त्यही केटीको पछाडि लखर लखर नोकर जस्तो भएर हिँड्छस् तँलाई आफ्नो फ्युचर आफ्नो करियरको केही पनि चिन्ता छैन त्यो सबै एउटा एक्सिडेन्ट त थियो नि त्यसमा समृद्धिको के दोष तँ यो कुरा बिर्सिन सक्छस् किनकि तँ त्यो केटीको जालमा अन्धो भएको छस् तर याद राख जसको कारणले मैले आफ्नो सपनालाई गुमाएँ कहिले पनि बिर्सिन सक्दिनँ म किन झगडा छस् तँ हिरो नभएर के भयो त दिमागको त हिरो छस् नि जिल्ला टपर होस् त बुझिस् त्यो जस्तो केटीहरू कति पाउँछस् कति तैँले किन चिन्ता ल्याछस् जिल्ला टपर मात्र भएर के गर्ने यार सबै केटीहरूलाई हिरो टाइपकै मनपर्छ हामी जस्तो एभरेजहरूलाई कसले हेर्छ भन् त ल धेरै भाषण नगर अब भयो छोड्दै टेन्सन नलि म छु नि तै त छस् नि यार अब फेरि सुरु भयो होइन हेलो ड्याडीले आज खाना खान बोलाइरहेको थियो आउँछस्
ल अनि भुन्टीलाई पनि लिएर आइज ल ल अङ्कललाई पनि बोलाउनु पर्दैन ल ल तिम्रो जान्छ आइजन् फेरि ल के भन्यो त तँलाई भरे बेलुका खाना खाना बोलाएको छ आइज है म चाहिँ किन जाने नि म गएँ ओइ कहाँ हिँडेको ओइ त चाहिँ त्यसैको पछि लागेर बसिरह है ओइ ल ओइ दुःख पाउँछ साथी दुःख पाउँछस् मायामा खुसी भन्दा पीडा धेरै हुन्छ साथी मुटु दुख्छ मुटु त जस्तो गधालाई के थाहा हेर्दै जा अझै कति दुःख पाउँछस् तैँले मायामा खुसी भन्दा पीडा धेरै हुन्छ साथी मुटु दुख्छ मुटु त जस्तो गधालाई के थाहा मुटु कसरी दुख्छ मलाई भन्दा बढी अरू कसलाई थाहा होला हेलो बस्दै गरी यहाँनिर मामा नमस्ते नानीहरू नमस्ते बस बस नानी बस तिम्रो हल्ला गरे तिम्रो बसेर म ड्रिङ्क्स लिएर आउँछु है हो ल ल ल ल तँलाई त्यही होला ल तिमीहरूलाई मलाई मात्रै ल तिमीहरूलाई यहाँ राख त लिऊ ओइ धेर नखाते अनि तपाईँले के भन्दै फोन गरिदिउँ आज सबैजना भेला भएको कस्तो रमाइलो भएको मैले छ परेको बेला सहयोग गरेकै हो नि होइन अरे उहाँको जहिले यही कुरा त भने जहिले पनि यस्तै कुरा अरू कुरा ल गरौँ ल बन्द गरौँ के गर्ने छोरीले भनेपछि मान्नै पर्यो होइन अनि सुरज तिम्रो चाहिँ प्लान के छ त खासै केही छैन अङ्कल ब्याचलरसम्म पढ्छु होला अनि हेरौँ के हुन्छ नेपालमै बसेर चाहिँ केही होला जस्तो मलाई लाग्दैन बरु बाहिर ट्राई गर्ने हो भने समृद्धिले तिमीलाई हेल्प गर्छिन् तिमी भन न भन्न तिमी भन न कस्तो घाँटी पानी लगाइदिउँ
सोधन मलाई तिमी बिना कसरी सम्हालिदिनु मेरो अधुरो संसारलाई तिमी प्रश्न गर न शुभकामना छ तिमीलाई अरू के नै दिन सक्छु र छोडी जानेलाई चाहेर पनि म कहाँ रोक्न सक्छु र जहाँ जाऊ भोलि नदेऊ तिमी नै हौ मेरो सहारा तिमीलाई थाहा छ मेरा सबै सपना अरू के भनौ तिमीलाई मेरो यात्रा कहाँसम्म थाहा छैन मै आफैलाई एक शब्द सोधन मलाई तिमी प्रश्न गर न मलाई एक शब्द सोधन मलाई तिमी प्रश्न गर न मलाई बहिनी बहिनी अघि बसेको साथीको एक्सिडेन्ट परेछ उता उ त्यहाँ के भन्छ? हो
टाउकोमा चोट लागेको रहेछ। हामी कोसिस गरिरहेका छौँ। कस्तो छ अहिले? अहिले नै खासै केही भनिहाल्ने अवस्था चाहिँ छैन। तपाईँहरू भेट्न चाहनुहुन्छ भने भेट्न सक्नुहुन्छ। हजुर नर्स। ओके सर, हिँड्नुहोस्। धेरै टाइम नलगाउनुहोस् है। समृद्धि तपाईँहरू बाहिर गइदिनुहोस् त, यहाँ धेरै बेर बस्नु मिल्दैन। अब तपाईँहरू पनि बाहिर गइदिनुहोस्। बहिनी, उहाँको अपरेसन गर्दा निकालेको कपडा। प्रिय समृद्धि, भन्नु त धेरै कुरा छ, तर सुरुवात कहाँबाट गरौँ? यो लेटर पढ्दै गर्दा त तिमी मबाट धेरै टाढा हुनेछौ, माथि बादलहरूभन्दा पनि पर आफ्ना सपनाहरूसँग उड्दै। डियर समृद्धि, तिमीलाई हाम्रो पहिलो भेट याद छ? व्हाइट रिबन लगाएर ठ्याक्कै मेरो अगाडि बसेको थियौ तिमी।
पेन्सिल सार्पनर माग्न पछाडि फर्किएको थियो। मलाई थाहा थिएन मेरो त पुरा संसार बदलिनेवाला थियो। माई होल वर्ल्ड वाज अबाउट टु चेन्ज। आज पनि त्यो मोमेन्ट मेरो माइन्डमा रिपिट गरी गरी चलिरहन्छ। तिमी कसरी हाँसेको थियो, हाँस्दा हाँस्दै कसरी कपाल चलाएको थियो, कर्के आँखाले हेर्दै नाक कसरी खुम्स्याएको थियो, सबै याद छ मलाई। डियर समृद्धि, मायामा मुटु दुख्छ भन्थे, थाहा थिएन एकदमै दुख्दो रहेछ। आँसु त आँखाबाट मात्र झर्छ सोच्थे, मन पनि रुँदो रहेछ। एक्लै कसैले नदेख्ने अनि नसुन्ने गरी मनभरिको माया नपोखिएर भित्रभित्रै गुम्सिँदा पनि त म खुसी नै थिएँ। एकोहोरो नै सही, माया त माया नै थियो। डियर समृद्धि, मन त त्यतिखेर मात्र दुख्यो जुन बेला मनभरिको सबै माया तिमी सामु पोखियो अनि तिमीले हाँस्दै कति सजिलै भनिदियो वी आर फ्रेन्ड्स भनेर। जुन दिन तिमीले मलाई 12 दिन दिने कुरा गर्यौ, मैले त त्यही बेला नै बुझिसकेको थिएँ तिम्रो मन परिवर्तन हुँदैन भनेर। बच्चैदेखि गरेको माया त देखेनौ, 12 दिनमा म किन देखाउन सक्थेँ र? म त यति नै कुरामा खुसी थिएँ तिमीसँग 12 दिन बिताउन पाउँदैछु। एक पललाई पुरै जिन्दगी सम्झेर जिउनेछु। मनमा कुनै दुःख या रिग्रेट छैन समृद्धि। मन पराएकालाई स्वीकार्न सजिलो छ, हाँसी हाँसी बिदा गर्न पो हिम्मत चाहिन्छ। मेरो सबै माया तिमीलाई दिँदैछु, सम्हालेर राख है। तिम्रो फ्युचरको लागि धेरै धेरै शुभकामना। बेस्ट विसेस, तिम्रो साथी सुरज।